नमस्कार यहाँहरू सबैलाई। म एकदम बिगनर युट्युब युजर। यसको बारेमा युट्युब त अनलाइन हेरेर कसरी चलाउने के गर्ने थाहा हुन्छ बिस्तारै, तर एक्ज्याक्टली के मा काम गर्ने हैन, त्यो चाहिँ गर्दा गर्दै अगाडि बढ्दै जाने कुरा हो। म थोरै आफ्नो साउन्डमा काम गर्दैछु, आवाजमा। कहीँ कतै सिकेको होइन। उही गाउँघरमा गुनगुनाए जसरी आफ्नै घरमा गुनगुनाएको आवाज कहिलेकाहीँ थोरै राख्छु। पुरै गीत कण्ठ गर्न पनि टाइम लाग्ने, अनि सबै स्टार्टिङमै सबै कुराहरू तालमेल नखाने हुँदाखेरि जे जसरी जस्तो सकिन्छ जस्तो जानिन्छ त्यस्तै पस्किने कोसिस गरेकी छु। कसको ठाउँमा कसले हेर्नु भएको छ त्यो पनि यहाँ थाहा हुन्छ। सबै सामु पुग्ने, सायद सबैले हेर्दिँदै जाँदा अनि यहाँहरूले कस्तो लाग्छ त्यही कुरा कमेन्ट बक्समा पस्किँदै जाँदा अरू धेरै मान्छेहरूको हातमा मोबाइलमा पनि देखिन पुग्ने हो कि सबै सामु त पुगेकै छैन, त थाहा भइहाल्छ। अनि हेर्दै गर्दाखेरि जति स्किप गरिदिनुहुन्छ त्यति अरू सामु जाँदैन। यो चाहिँ हो, यो मैले मात्रै होइन धेरैजनाले भनेको बोलेको सुनेकी छु। मलाई पनि त्यस्तै लाग्छ। हेर्ने आउँछ अनि स्किप गरिहाल्ने गर्दाखेरि चाहिँ त्यो भ्युवर्समा मात्रै काउन्ट हुने, तर अरू कुरामा एभेबिलिटी नहुने देखिन्छ। हेरिदिनुहोस्, कस्तो लाग्छ भनिदिनुहोस्। यहाँहरूको प्रतिक्रियाको निकै अपेक्षा राखेका छौँ। जे गर्छौँ जसो गर्छौँ, राम्रो नराम्रो सम्मानपूर्ण शब्दहरू यहाँहरूले पस्किनु हुनेछ भन्ने लाग्छ। किनकि यसको हर कसैले गरेको मेहनत सराहनीय हुन्छ। सिकेर गर्नु त त्यो छँदैछ, तर आफै धाएर गर्नु जीवनको अर्को पाटो हो, अर्कै रोचकता सिर्जना गर्छ। र भविष्यमा ती दिनहरूलाई फेरि फर्केर हेर्दा निकै आनन्द आउँछ। किनकि यो दिन अर्को हुँदैन अनि भोलिको दिन आज हुँदैन। यी दिनहरू बिस्तारै बिस्तारै ढल्दै जाने हुन्। हामी पनि बिस्तारै बिस्तारै डाँडापारीको जुन हुँदै जाने हो। यो रीत निरन्तर चलिरहन्छ। त्यसका लागि हरेक व्यक्तिले एक अर्कालाई एउटा साथ सहयोग गरेरै अगाडि बढ्ने यो सृष्टिको रचनालाई हरेक कुरामा एउटा सिडी बनेर सकेको केही त्यहाँ लगानी छैन। यहाँहरूलाई लागेको व्यक्त गर्ने र राम्रो नराम्रो मात्रै पस्केर भनिदिने शब्द मात्र एउटा माध्यम बन्नेछ। कसैको लागि अगाडि बढ्ने एउटा सिडी बन्नेछ। युट्युबले यति धेरै मेहनत गरेको छ र यस प्लेटफर्मलाई हरेक व्यक्तिले सही तरिकाबाट, सही ढङ्गबाट सञ्चालन गरेर अगाडि बढ्न सक्ने एउटा आँगन पस्किदिएको छ। र
यसलाई सही सदुपयोग गर्नु तपाईँ हामी आफ्नै हातमा छ। हेरिदिनुहोला, सुनिदिनुहोला र जस्तो लाग्छ मिठो शब्दमा पस्किदिनुहोला र अन्तमा यहाँहरूलाई नमस्कार भन्दै धन्यवाद भन्न चाहे। धेरै धेरै धन्यवाद।